आज पुरै अल बोटलै डुबाइदियो मायादेखि ल हिलु हिलु जाऊ न प्लिज यार प्लिज जाऊ यार सर जाऊ जाऊ जुत्ता खोलाऊ ओ हिलु सर गइरहेछन् टक्क लाएर केटा डुबे आज उता तिवारी दाइ टक्क लाएर हिँडिरहेछन् ओ हिलु औ हेलो ओ सबिनको हालत उता त्यस्तै छ फेरि ओ हेलेनको हालत फेरि यस्तै छ ल सबिनले जुत्ता त्यो बाटा तल राख्न सबिन ए सबिन बाटा तल राख्न भिडियो हाने कि ओहो एक आज केटाहरूको भिडियो हुने भयो यार ए केटाहरूले आज भिडियो यहीँबाट जाऊ यहीँबाट सबिन जुत्ता नबोका ल सबिन मोहन दाइ यताबाट आउनु न है अब हिलेनको पालो है हेलेन 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 ल ल ल ल ल हिरो हिरो ओए ओए जाउला नि बच्चे फेरि तेरि सबिनलाई त्यसै जित भन्नु पर्यो होइन असम दाइ मन दाइ दुई केजी ननि पानीमा होटल डुब्छ अरे ओ हाम्रो सबिन सरले टक्क जुत्ता फुत्ता खोलेर अहिले ट्याग फिटलाई लाउन लागिसक्यो बाहिर जानु बिजो गर्दा खै अब है हाम्रो लखिटा सौकिन आउँदै हेलेन ओ सबिनको पालो है अब हजुर ओ हेलेन छिटाउ मेरो नि त पाउँछ यार चप्पल लाएर यही फाइदा छ है दाइ ए हेलेन ओए भोलिबाट चप्पल लाएर आऊ है भोलिबाट चप्पल लाएर आऊ क्या भोलिबाट चप्पल लाउनुको फाइदा धेरै छ कसम पुरै डुबेको छ ओ हाम्रो तिहारी दादा सानो है ओहो युट्युबमा जान्छ लाइभ होइन सर हजुर तपाईँ यसको बारेमा के भन्न चाहन्छ भन्नुहोस् त हजुर ओहो नागरिकहरूलाई चाहिँ अलिकति अप्ठ्यारो भयो नागरिक भन्दा पनि अलि यो नागरिकको उयो होइन के भन्दा स्टाफलाई अलि अप्ठ्यारो भयो कि स्थानीयहरूलाई बाहिरबाट आउने पर्यटकहरूलाई अलिकति गाह्रो हो ल अब जाँदै अब नै सर हजुर के भन्नुहुन्छ भन्नुहोस् त सर हेलो सबिन सर हजुर जाँदै के भन्नुहुन्छ ल यसको बारेमा आजको बारेमा ल भन्नुहोस् त जाँदै के भन्नुहुन्छ कहाँ जाने कसम केटा भयो मैले यो नलाग्नु टायर होटो यो ठमेलको डाउन मैले सबिन पनि तिमी त गाडीमा होला ल सबिन है के अहिले पानी धोक्यो कि यार बाहिर तिहारी दाइ ल तिहारी दाइ पनि केही जाओस् यार तिहारी दाइ ल हाम्रो मोहन दादा तिहारी दाइबाट के जाओस् है ल केही के भन्नु चाहनुहुन्छ हजुर भन्नुहोस् त केही भन्दैन ड्युटीबाट म लम्पट थाकेर करिब म 16-17 घन्टा ड्युटी गरेर सुत्दै थिएँ तर म आनन्द गरेर सुताउँदा लाग्ने यस्तो मेरो शिक्षा दियो संयोगवश ड्युटीबाट निस्किने बित्तिकै पानी यति ठुलो पऱ्यो कि आफैलाई कन्ट्रोल गर्न गाह्रो भयो यताबाट निस्क्यो यताबाट छैन यस्तो मेरो जुत्ता पनि भिजिसक्यो हो अब भिज्छ हिउँ भिज्छ त्यो भिज्छ दाइ मोहन दाइ यताबाट जाउँ हो त्यहाँबाट जाउँ हामी चाहिँ यहाँ आज बाटो पुरै खोज्दैछौँ होइन टक्क लाएर
ओ त्यो त ल्याज के नचला यार माथि बाटो हिँड्दै थियो नि फर्किने हेलु 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 हिजो माथि अलि बाटो हिँड्दै थियो नि त्यो दुइटा केटी सारङ्गी बोकेर गिटार बोकेर आएको नि त्यो पछाडि माल राम्रो हुनु परेन माल हामी अघि तल चढ्यो यताबाट ल हामी फाइनल्ली अर्को गेटतिर जुत्ता उता खोल्ने घाँटी त बाँध्ने है हिँड्ने केही गर्नु हो के जुत्ता भिज्नु पनि त त्यही भयो के नाकुटिन्छ अब अन्त सिसा हुँदा चाहिँ ल फाइनली हामी गेटबाट बाहिर निस्किन लाग्छौँ है के गर्ने आज धेरै दुःख भयो यार ए ल त यसको बारेमा के बोल्न चाहनुहुन्छ हजुर भन्नुहोस् त इन्टरभ्यू लिनु पर्छ जानुपर्छ कि ल हाम्रो छाता अब हाम्रो ओरिजिनल छाता हो केटा है यो उता दुइटा उता त मन्दै उता केही फरक पर्दैन ओ पानी यस्तो धोबिआइदियो आमा सुन्दै ल विजय कार्यक्रम आउँछ है त्यो ढन्डीको बाँधहरू सब्सक्राइब गरेनौँ लाइक सब्सक्राइब गरेनौँ ढन्डीको बाँधर मार्छ